साथीहरू, लु मेरो बुढाको अपरेसन सक्सेसफुल भयो। उहाँलाई चाहिँ भित्री पाइल्स भएको थियो अनि अपरेसनबाट निकालेर अलिक अर नै छ अहिले फिलहाल चाहिँ है। अनि र पनि अब यहाँबाट ज्वाइँ भाइहरू पनि आइरहेको छ र अब यहाँ खुसी पनि आएको थियो ठुलो बाबालाई भेटेर। आज ऊ फेरि फर्किँदैछ र बिमारीको चाहिँ अलिअलि तङ्ग्रिँदै पनि छ है। अहिले 6 घन्टा जस्तो अब्जर्भेसनमा राखेर माइजू मामाहरू पनि आउनुभएको छ ज्वाइँलाई भेट्नको निम्ति। अनि यहाँनिर गफ हुँदैछ, पासाङ दाजु पनि आइरहनु भएको छ, सबैजना भएर गफ हुँदैछ। यहाँनिर बिमारी पनि अलिअलि यहाँनिर गफ गर्दैछ। अघिसम्म त बोल्ने अवस्था थिएन अनि टाइम न बिटाइमको दिउँसोको खाना खाँदैछु म। अब यहाँनिर बुढाको अपरेसन सक्सेसफुल भयो। आज दिउँसोको खाना नि यो त टाइमै छैन, जति बेला भने पनि यहाँनिर आफ्नो मागेपछि चाहिँ ल्याइदिइहाल्दो रहेछ। एकदमै सुविस्ता नै भइरहेको छ। खाना चाहिँ के छ भनेर तपाईँहरूलाई म देखाउँदैछु, टाइम पनि हेर्दैछु है। अब बिमारीलाई हेरे पनि खाना त खानु पर्यो होइन साथीहरू। अनि यहाँनिर मेरो खानामा चाहिँ भेज, मैले त बेसी पनिरै खाइरहेको छु। अनि यहाँ न्युट्रेला र आलु छ। अनि यहाँनिर आज चाहिँ मैले अघि कति बेलातिर भात खाएको थिएँ अनि अहिले चाहिँ मैले रोटी मगाएको छु, स्यालेड छ, दाल छ, यो चाहिँ मिठाई छ है। अब यो रोटी चाहिँ दुईवटा छ भन्दै जस्तो लाग्यो, हेर्दैछु कतिवटा रहेछ, 2टा रहेछ एउटामा। अनि अब मजाले मिलाएर सद मिलाएर नै खानु पर्यो नि होइन। खानेकुरा त बिमारी भइहाल्यो, खानु त छोड्नु भएन होइन। आफू स्वस्थ छ भने त स्याहार्नु पनि सकिन्छ भनेर म चाहिँ खाँदैछु यहाँनिर। रोटी चाहिँ रुच्दैन कि र पनि खाँदैछु रोटी पनि होइन। मिठो भएको रहेछ, मिठै छ खानेकुरा त प्रायः राम्रै दिँदो रहेछ है। यहाँनिर मिठाई पनि खाँदैछु म, कसरत छ यो चाहिँ खाँदैछु यो पनि। र एकदमै मिठो लाग्यो, तपाईँहरूसँग सेयर गर्दै खाँदैछु। र अहिले त मेरो बुढालाई अलिक बेसी दुख्यो भनेर यहाँ लडिरहेको छ। बुढालाई नि याद गर्दै आफू पनि यहाँनिर बसिरहेको छु।